नमस्ते साथीहरू, हजुरहरूलाई मेरो च्यानल निताको गार्डनमा स्वागत गर्दछु। अनि हजुरहरू कस्तो हुनुहुन्छ? आई होप हजुरहरू सन्चै आरामै कुशलै मङ्गलै हुनुहुन्छ भन्ने आशा राख्दै मैले हजुरहरू समक्ष धेरै लामो समय पछाडि नयाँ भिडियो लिएर उपस्थित भएको छु। हजुरहरूलाई यी प्लान्टहरू देखेर नै हजुरहरूलाई आजको भिडियो टपिक थाहा पाइसक्नुभयो होला। आजको भिडियोको टपिक रहेको छ क्यालेडियमको प्लान्टको बारेमा सम्पूर्ण जानकारी। यस प्लान्टलाई कस्तो ठाउँमा प्लान्ट गर्ने, कति बेला वाटरिङ गर्ने र कस्तो पटिङ मिक्समा लगाउने भन्ने सम्पूर्ण जानकारी लिएर उपस्थित भएको छु। क्यालेडियम एक सुन्दर सजावटी प्लान्ट हो। यसमा फुल आउने भए तापनि यसलाई पत्ताको लागि भने रोपिन्छ। यस प्लान्टको 1000 भन्दा बढी भेराइटिजहरू पाइने गर्दछ, तर मैले भने 10-12 भेराइटीहरू देखेको छु। यस प्लान्टको पत्ताहरूमा एक भन्दा बढी कलरहरू हुने गर्दछन्। यो ट्युबर वा बल्बबाट ग्रो हुने प्लान्ट हो। अझ सजिलो भाषामा भन्ने हो भने यो गानोबाट पनि ग्रो हुने गर्दछ। यसको बल्बलाई फेब्रुअरी, मार्च र अप्रिलमा पनि लगाउन सकिन्छ। यसको बल्बबाट एक भन्दा बढी प्लान्टहरू ग्रो हुने गर्दछन् र यसका साना ठुला सबै बल्बहरू ग्रो हुने गर्दछ। क्यालेडियम प्लान्टलाई हल्का भुरभुरी वेल ड्रेन सोइल मनपर्ने भएकोले मैले यसमा 40% गार्डन सोइल, 20% स्यान्ड र 40% किचन कम्पोस्ट मिक्स गरेर पटिङ मिक्स बनाएको छु। हजुरहरूले यस पटिङ मिक्सलाई अझ वेल ड्रेन बनाउन राइस हस्क प्लस कोकोपिट एड गर्न सक्नुहुनेछ, तर मसँग नभएकोले मैले यसलाई स्किप गरेको छु। मैले एउटै पटमा धेरै बल्बहरू लगाउनको लागि 8 इन्चको पट लिएको छु, तर एउटा बल्ब लगाउन 4 इन्चको पटमा पनि लगाउन सकिन्छ भने यसलाई सानो ठुलो सबै खालको पटहरूमा लगाउन सकिन्छ। यसरी पटिङ मिक्समा बल्बहरू राखिसकेपछि माथिबाट थोरै माटोले कभर गर्ने र वाटरिङ गर्ने। केही दिनमा नै यस बल्बबाट टुसाहरू देखा पर्न सक्दछन् र न्यू प्लान्टहरू बन्ने गर्दछन्। यस प्लान्टलाई डाइरेक्ट सनलाइटमा भने राख्नु हुँदैन। यदि राखेमा यसको पत्ताहरू ब्राउन भएर डलनेस आउन सक्दछ। क्यालेडियम प्लान्टको ग्रोइङ पिरियड भने मार्चदेखि अक्टोबरसम्म हुने गर्दछ भने विन्टरको समयमा भने यसको पत्ता पहेँलो भएर झर्ने गर्दछ। यसो भएमा आत्तिनु पर्दैन। यसको बल्बहरू भने सुरक्षितै रहने गर्दछन्। यो प्लान्ट डोर्मेन्सी पिरियडमा गएको हो भन्ने बुझ्नु पर्दछ। जब जाडो सकिएर दिन तात्न थाल्दछ तब यसका बल्बहरूमा नयाँ ग्रोथहरू देखा पर्दछन्। यति बेला नै यस बल्बहरूलाई निकालेर नयाँ पटिङ मिक्स बनाएर नयाँ पटिङ मिक्समा रिपोर्ट गर्दाखेरि अझ राम्रो हेल्दी ग्रो हुन सक्दछ। क्यालेडियम प्लान्टलाई एकदमै नमी मन पर्दछ। नमी मनपर्छ भन्दैमा ओभर वाटरिङ गर्नु हुँदैन। यदि ओभर वाटरिङ भएमा यसको बल्बहरू कुहिएर प्लान्ट नै नष्ट हुने गर्दछ। यस प्लान्टले नमी मन पराउने भएकोले यो रेनी सिजनमा बढी नै ग्रो हुने गर्दछ। बढी गर्मी भएपछि यसको पत्ताहरूमा पानीको स्प्रे गरेर यसको पत्ताको चमकलाई बरकरार राख्न सकिन्छ। यदि हजुरहरू यस प्लान्टलाई रुममा राख्ने सोचमा हुनुहुन्छ भने यस प्लान्टलाई खिड्की वा झ्यालमा राख्नुपर्ने हुन्छ। यस प्लान्टलाई थोरै मात्र केयर गर्दा यसको बल्बहरू 2देखि 4 र 4देखि 8 भएर मल्टिप्लाई हुने गर्दछ। त्यसैले यस प्लान्ट कहिले नमर्ने प्लान्ट हो भन्न पनि सकिन्छ। त्यसैले हजुरहरू पनि यस प्लान्टलाई आफ्नो गार्डनमा एड गरेर आफ्नो गार्डनको सुन्दरता बढाउन सक्नुहुनेछ।
भन्दै हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ फिडब्याकको पनि अपेक्षा राख्दै मेरो भिडियोलाई स्किप नगरी हेरी सपोर्ट गरिदिनु होला र लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। न्यू हुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला। धन्यवाद।